यति बेला हामी नुवाकोट ढुङ्गेमा छौँ। नुवाकोट ढुङ्गेमा छौँ। आज आएको रसुवा हुँदै आएको यो त्रिशुली खोला बढिसकेपछि बाढीले भनौँ न त यो ठुलो सबभन्दा ठुलो भन्छ नि इतिहासकै ठुलो आएको बाढीले यहाँ के क्षति पुऱ्यायो भनेर हामीले हिसाब किताबै गरेर भन्न सक्दैनौँ। यहाँका घरदेखि लिएर मान्छे कति परे के भयो। अब ठुला ठुला खोलादेखि घरहरू गाडी एकैचोटि धेरै बगाएको छ। यति बेला आदरणीय जनसमुदायहरू घरभित्र तपाईँहरू सुरक्षित माथितिर गइदिनु होला। क्षतिग्रस्त एरियामा कोही घरभित्र हुनुहुन्छ बाहिर आउनु सक्नु भएन आवाज दिनु होला। कृपया आवाज दिनु होला। आदरणीय जनसमुदायहरू क्षतिग्रस्त एरियामा घरभित्र कोही हुन्छ भने आवाज दिनु होला। आदरणीय जनसमुदायहरू क्षतिग्रस्त एरियामा कोही हुन्छ भने आवाज दिनु होला। घरमाथिको मान्छेहरू पछाडि गइदिनु होला। घरमाथिको मानिसहरू पछाडि गइदिनु होला। कृपया घरमाथिको मानिसहरू पछाडि गइदिनु होला। केही छैन यो त हिसाबै छैन। आज त यो सर खोला आउने भने रसुवाबाट अनि के चाइना बाटो नि हो र? रसुवा प्लस चाइना बाटो समेत। ओहो चाइना बाटो बाटोपछि नदी सबभन्दा ठुलो हो। ठुलो नदी ठुलो भयो नि त आएर मिसी हो माथि चिकुनी आएर हजुर लाङबाङ चाइनाबाट आएको भोटेपछि अनि यता लिन्दे खोला भन्ने छ अर्को यतापट्टि हाम्रो नेपाल र चाइनाको सिमानाको एरिया त्यो एरियाबाट ठुलो आउने हो खोलाको भाव। हाम्रो एरियाको खोला त धेरै ठुलो भाव लेदो आएको छ नि सर पुरै पानी जस्तो नि होइन लेदो भरेर आएको छ। ए सायद कतै रोकेर फेरि पढेको हो यो। हो यहाँतिरको मान्छेहरू त सबै भगाउनु भ्यायो होला है। सकेसम्म हाम्रो क्षमताले भ्याएसम्म गरेका बाढी आउनु पूर्व नै जानकारी गरिसकेको थियो सर यतातिर। हालमा माथिबाट सूचना आउने बित्तिकै सबै बजारको बासिन्दा हामीले हाम्रो यो नदीतटीय क्षेत्रको मान्छेहरूको जानकारी सबैले माथि हाम्रो ए भगाउनु भएको थियो है। माथिबाट हाम्रो सर्कुलर हुन्छ हाम्रो क्षमताले भ्याएसम्म गरेका हो हो। अब कति के अहिले यो त एउटा प्रकोपै हो। यसको त अब कसलाई के भन्नु मिल्छ र? हजुर